मर्निङ। रातभरिको ड्युटी सकेर अब रुम जाँदै गरेको अवस्था। यस्तो मरुभूमिमा ल्याएर यस्तो मरुभूमिमा यस्तोसँग हाउजिङ बनाएको छ। यो हाउजिङ 100-200 वटा बिल्डिङ छ। यसैमा रहेको छ मेरो रुम। 100-200 वटा हाउस मध्येको एउटा हाउसमा छ, हामी बस्छौँ। यस्तो ठाउँलाई यसरी बनाएको छ। यहाँ हजारौँ लाखौँ छन्, लाखौँ नेपाली एसियन कन्ट्रीमा एसियन अफ्रिकन कन्ट्रीमा काम गर्ने मान्छेहरू एक आपसमा मिलेर बसेका छन्। यहाँ यसरी हाउसिङ बिल्डिङ भरिभर आउँछ ल। मेरो बस्ने ठाउँ आइपुगेको अवस्था यतै होला मेरो रुम चाहिँ। कतारका विभिन्न कम्पनीका मान्छेहरू, काम गर्ने मान्छेहरू यसमा बस्छन् बिल्डिङहरूमा। यसमा यहाँ 100औं कम्पनीका मान्छेहरू छन् यसमा बस्ने।